हेलो हेलो वेलकम छ मेरो युट्युब च्यानलमा। सबैलाई सन्चै होला, आरामै होला। आज म चाहिँ फेरि आज पनि बाहिरतिर घुम्न हिँडिरहेको हो। चिसो छ जम भनेर किनी सले एउटा हालिदिन्छ। यसो युट्युब हेरेर मेरो मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। अघिल्लो भिडियोमा त जम्मा भ्युजै गएन, 17 भ्युज गयो। 17 भ्युज युट्युब चल्छ। जुत्ता सुत्ता लाउनु पर्यो, चिसो छ यार। युट्युब बनाउनुको लागि नि बाहिर डुल्न पर्छ, गाह्रो छ यार। के भयो, 5 रुपियाँ पैसा लाग्छ है? साथै यार कृष्णेश्वर म भएर जानु भएको बाहिरतिर, 2 जना भएर। चिसो हो फेरि। कहाँ त्यहाँ राख्ने? भित्र 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 यहाँ जम लाग्छ। यहाँ राख्ने फेरि पनि हिँडेँ अब। यस्तो चाहिँ जुत्ता राख्नु पर्ने छ। गलबन्दी किनेको किन त गलबन्दी नगरेर अलि ऊ देखिन्छ यार, अर्कै देखिन्छ यार, अलि अर्कै देखिन्छ क्या। सानो सानो घाउ चाहिँ त्यत्रो लाटे जस्तो नि जाऊँ न त्यहाँ। ल टेक्न पुग्ने हो मेरो ऊको त्यहाँ पहिला नै भनेको थिएँ मैले। पेक नपुग्ने सक्लो हेर हिँडा यार, 15-20 मिनट लाग्छ यस्तो जाडोमा। जाडोमा त नि जाडोमा पेक नकिन्छ नि यार, के काम छ र? म एउटा टुरेर पुगेर टुरेर आउनु कि खप्पा हालेर यस्तो माथि गयो नि गर्नु पऱ्यो। ल हामी चाहिँ यसो हिँड्न लाग्यो ल बाहिरतिर, यसो घुमेर आइन्छ यसो। यहाँ पेक नजाने हेर यस्तो छ सक्कल, पेक नआग्ने सक्कल। त्यही भएर फेरि गइदिन पऱ्यो, फेरि रुन्छ नि फेरि नपऱ्यो। अलि यहीँ पल्टेर खुट्टा पाल्न लाग्यो नि फेरि किस्ने सरले यहाँ अर्को बिजोग हुन्छ। साइकल स्ट्यान्ड यस्तो छ। हामी चाहिँ हिँड्न लाग्यो है। ल म चाहिँ यो अब अघिल्लो भिडियोमा हुन्छ होला लामो चाहिँ है। निद्रा लागेको थियो यार, सर चाहिँ हिँडेको। म चाहिँ एकचोटि साइकल उताबाट चलाएर आएर झ्यार ब्रेक हान्छु, कस्तो हुँदो रहेछ। भिडियो बनाउनु हुन्छ है ल अर्को सरलाई, हाम्रो सरलाई। ओके ओ किन सर लाम्दाखेरि भिडियो बनाउँदा म उताबाट आएर साइकल चलाएर आउँछु नि, घ्यार ब्रेक हान्छु, कस्तो हुँदो रहेछ। भागेको हो कति स्याहारेको यार, ठिक साइकललाई स्याहार्दा स्याहार्दै आधा जिन्दगी जाने भयो। यो यति ढाक्नु पाइयो थियो कि त्यही ल्याउनु पऱ्यो यार। चिसो लास्ट चिसो यार, यो भित्र पनि छ तर त अलिक टाइट छ क्या। मैले गलबन्दी ल्याएर आएको थिएँ, गलबन्दी अलिक भएन क्या, गलबन्दी नलाउने जाऊ। गलबन्दी भयो क्या, भाँचिन्छ यार। ओ चिसो चिसो यस्तो छ। हामी चाहिँ यहाँ दाउरा खोज्न जान्छौँ, टट्टल चिसो हुँदै यतातिर। मैले दाउरा ल्याएर पुग्ने यहीँबाट हो क्या, दाउरा लाने पुग्ने क्यार्ने यहीँबाट। कहिले काहीँ लान्छ नि त दाउरा साउरा त्यहीँबाट। हामी त यस्तै हो नि। ए चिसो, मेरो नाकै ठुलो देखिन्छ यार उमा यार, भिडियोमा त फोटोमा त नि यार। यो मेरो साइकल भयो यार, यो साइकल ल्याएको नि 1.5 सालै भयो यार। यस्तो छ यो पुरा अलिअलि कालो भयो। यो चाहिँ ढोका बन्द गरेको नि, ढोका बन्द गर्नुपर्छ क्या ट्याप्पै, त्यो अलिअलि खोल्न हुन्न। लगा जाम यार है। खै ल यहाँ साँदा म उताबाट सर ल्याएर झ्याप्पै ब्रेक हान्छु। ल मेरो साइकल हो, यहाँ कस्तो हुँदो रहेछ कि सरलाई ब्रेक हान्न नि हो। यहाँ त अब बाहिर घुम्न गएको चाहिँ अघिल्लो भिडियोमा हुन्छ है, त्यो भिडियो चाहिँ त्यसमा चाहिँ मैले यति नै अलिक
धेरै लामो बनाउँदैन यसमा चाहिँ। अर्को चाहिँ त्यो साइकल घुमेको क्यारको चाहिँ त्यो चाहिँ अलिक लामो हुन्छ, यो चाहिँ हुँदैन। यो यहाँतिर त चिसो छ त ल। साथमा म उता गएर सट्टा आएर झ्याप्पा हान्छु, भिडियो बनाऊँ। भिडियो त्यहाँ अलरेडी भिडियोमै छ है। चिज अन्त नि जाऊ कहाँ देखाएको यो त देखाउनु न। भिडियो गर्न आएपछि भिडियो क्यामेराम्यान राखेपछि मैला सेलेर दिएर मान्छे भिडियो गर्ने के भिडियो गर्ने। ल खै घुमाउँदा नि के हो त खै त। ल भयो क्यामेराम्यान राखेको पनि काम छैन यार। मेरो चाहिँ अघिल्लो भिडियोमा हुन्छ अब लामो भिडियो चाहिँ हामी यो थप दोकान गएर हुन्छ त्यसमा चाहिँ दोकान गएको राख्छु। ल दोकान गएर गलबन्दी किन्नेहरू सरले त्यही हामी चाहिँ गलबन्दी खानु किन्छौँ है यो भिडियोमा चाहिँ। के साइकल ल्याएर खतरा देखियो जाऊँ। खतरा त के खतरा देख्ने जाऊँ। खतरा चलाउनु पर्यो नि। ये हामी चाहिँ सधैँ यही साइकलमै हो क्या, अरू घिसेमा खाले डुल्नु। त्यही भएर चाहिँ हामी चाहिँ त्यो गलबन्दी ल्याउने अरे सरले घरसान पनि कस्तो पाउँदो रहेछ। अघि ल्याएको थिएँ ल्याउनु त तर खासै यो भएन क्या मलाई, मन लाउँदो भएन। पिसिएल नम्बर अरू अर्को फोन ल्याएर आउनु पर्ने यार। यहाँ मामा साथ पनि गाह्रो छ नि त, पिसिएल नम्बरहरू यताउता ल्याएर हिँड्नुपर्छ नि त। ओ कहाँ हो र? कहाँ हो र जाने? सिङमा जाम भन ला यी मान्छे त। जाम भनेको कहाँ हो र? जाम भनेको कहाँ हो? पेग्न पुगेर आउने? हामी चाहिँ पेग्नतिर हिँडेको, जस गएर चाहिँ पेग्नै जाने अरे पेग्नै जानुपर्ने। मैले त मुहा लाउने किन्न पर्यो भनेको पेग्न जानु पर्यो भनेर लाग्यो। यस्ता त्यो किन्न पर्यो भनेको क्या मुख बन्द गर्ने यार, लास्ट जाडो छ नि त यार।
गाह्रो छ नि त त्यही भएर नि पहिला गएको भए हुने हो क्या पहिला गएको भए हुने यार चिसोमा आयो मार्ने भयो कि हिँड्छ अहिले फेरि आयो छुट्टीहरू छ के डक्टरले नकुदै भनेको क्या साइकल धेरै उदाहरण के नि मेरो फेरि खासै पिसिएल नम्बर उहरू छैन क्या जस्तो लाग्यो त्यसमा यार पहिला त्यही उलिएर हिँडेको हुन्थ्यो यार चिसो पनि अरू भयङ्कर चिसो हुन्छ यार पुरा ग्लोभ्स लगाएर हिँडिरहेको हात चिसो क्या चिसो पनि भयङ्कर हुन्छ क्या फेरि त्यस्तो हात आउँदै दुइटै हातमा ग्लोभ्स लगाएर कपडा सपडा लाएर के हो भएर हिँडेको नि त एकदम चिसो हुन्छ अनि यसो मेरो युट्युब हेर्ने मान्छेहरूले सब्सक्राइब गरिदिनु यहाँको पुलिसले हेरेको हो कि यहाँको लोकलले क्या अहिले खालि त्यही साइकलमा चलेको घुमाउँदै भन्छ क्या अरू अब खासै घुमाउँदै पनि नि त हिँड्दै हिँडिँदैन कहिले काहीँ हिँड्छ यहीँ आज छुट्टी छ म त किन्नु चल्दाखेरि के गर्दा भनेर लाग्यो क्या फेरि यस्तो चिसोमा के मलाई फेरि जे गर्नु सन्चो हुँदैन मलाई गाह्रो छ जे गर्दा पनि सन्चो हुँदैन यस्तो चिसोमा बाइक कुद्नु घुमाउनु देखाएको यसले हामीलाई तर यो हामी चाहिँ हिँडिराख्ने बाटो हो क्या केही नयाँ बाटो त होइन त्यस हामी चाहिँ त्यो हिँडिराख्ने बाटो हो हुन त यो चाहिँ गाडीको हालत कस्तो हो म त जुममै राख्छु क्यामेरा पनि धेरै टाढा भयो जस्तो लाग्यो
हामी फेरि गाउँ जस्तो ठाउँमा आउँछ काम गर्ने ठाउँमा त्यस्तो सिक्यौँ चाहिँ होइन हामी त मिट फ्याक्ट्री बुङ्गु फ्याक्ट्रीमा हो मासु अलिअलि प्याकिङ गऱ्यौँ क्याऱ्यौँ त्यस्तो हुन्छ हाम्रो काम हो चिसोको काममा पनि चिसो -10मा हुन्छ बाहिर पनि चिसो नै हुन्छ यस्तो बनाएको छ त्यही त यही हो क्या सधैँ आउने ठाउँतिर भन्दा त बच्चा कच्ची रोडतिर गएको कस्तो मजा आउँथ्यो कच्ची रोडतिर कहाँ भोलि जान्छ फेरि यस्तो चिसोमा कहाँ सधैँ चिसोमा यस्तो चिसोमा बाहिर घुमेको मर्नु हो कहाँ पनि चिसो बाहिर पनि चिसो खाना हुन्छ क्या त्यसैले उकालो छोरा फेरि उकालो हो क्या बलै हान्नुपर्छ पैदल फेरि के भयो जाने कहाँ हो अनि खास के छ उपर यतातिर नयाँ फेन्सी पसल खुलाएर रहेछ क्या नयाँ फेन्सी पसल खुलाएर रहेछ अनि के रे हाँ के मैले फोन निकाल्छु यहाँ राख्दिनँ के गराउने यार क्या के छ होला ए मर बस्छ लाग्छ कसैलाई कभर के चाहियो भने मलाई भन्नु होला हजुरहरूलाई म चाहिँ उपलब्ध बनाइदिन्छु अहिले चाहिँ म यति नै हाल्छु अनि अरू चाहिँ सर्ट भिडियो है